बालेन्द्र सुदन गुरुङ विरुद्ध पक्राउ जारी भएछ। हिजो त्यही प्रहरीले केपी शर्मा ओली रमेश लेखक विरुद्ध पक्राउ दर्ता गर्न नमानेको आज त गर्यो, तर हिजो मानेको थिएन। त्यसैले मैले पहिल्यै भनेको थिएँ यो संविधान खारेज गरौँ अनि त्यसपछि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौँ। जसरी हुन्छ यो मिलाउँ भन्दाखेरि संसद विघटन गरियो अनि त्यहाँबाट सबै भताभिङ्गै भयो। न संविधान खारेज भयो, न प्रदेश खारेज गर्न मिल्ने, न त प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नै राख्न मिल्ने। अब जाऊ जहाँ पनि एमालेकै प्रहरी छ, एमालेकै कर्मचारी छ, एमालेकै कार्यकर्ता अहिले अनेरा सोभियो। अब के अखिल क्रान्तिकारी के भातृ सङ्गठन केले अब कोले मुद्दा हाल्छन् सबैले मुद्दा हाल्छन्। अब यहाँ एमाले कसरी लागि परिरहेको छ यो अनेरा सोभियोको साथीहरूलाई देख्दाखेरि मलाई लाज पनि यिनीहरूसँग लजाउनु पर्ने हो। आफ्नो बाउहरूले आफ्नो नेताहरूले चाहिँ दशकौँदेखि 3 दशकदेखि देशलाई खोक्रो पारिसम्म नदेख्नेहरूले अहिले बालेन्द्र सुदनप्रति विरुद्धमा चाहिँ उजुरी दर्ता गर्न थालेछन् पक्राउ पूर्जी। अहिले हुँदा एकजना एमालेको त्यो के थाहा पो भन्ने मुङ्गले कि ढुङ्गले के थाहा पाले त बालेन्द्र शाह हत्यारा हो, 74 जनाको जिम्मा बालनले लिनुपर्छ अरे, केपी ओलीले किन लिने अरे? यो मान्छेले लाज लाग्दैन, श्रम लाग्दैन भने क्या? यस्तालाई अस्तिको आन्दोलनमा मार्नु पर्ने हो, किन बचाए भने क्या? त्यही भएर मलाई दुःख लागेर के आउँछ भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिदिएको भए अनि संविधान खारेज गरिदिएको भए यिनीहरूले टाउको देखाउन पनि पाउँथेनन्। अहिले त प्रहरी यिनकै छन्, प्रहरीले उजुरी लिन मान्दैनन्। अनि अर्को ठाउँ कर्मचारी त्यस्तै छन्, गाउँ गाउँमा जानुहोस् एमाले माओवादी काङ्ग्रेसका टाउकीहरू त्यस्तै छन्। के गरे देश त सङ्कट होइन महासङ्कट डुबाइसक्यो क्या। पौडी खेल्न नजान्ने मान्छेलाई समुद्रमा छिराइदिए जस्तै भयो क्या यहाँ त।